नमस्कार डाक्टर साहब नमस्कार। तपाईँले अहिलेको नेता चिन्नु भएको छ? हजुर त्यो त एकदमै घुसखोर भन्ने सुनेको थिएँ मैले, तर एभिडेन्स कलेक्ट गरिरहेको छु अझै मैले। हो, त्यो नेताले सरकारी अस्पतालमा 10 लाख लगानी गरेर अझै नयाँ सिलिन्डरहरू अक्सिजन सिलिन्डरहरू ल्याउँछ भनेको थियो, तर त्यो पनि ल्याएको छैन। अनि हामीलाई यो विरुद्ध आवाज निकाल्न त कडा प्रमाण चाहिन्छ नि, त्यो केही छ सँग? हजुर, मैले यो नामहरू लेखेर आएको छु। यिनीहरू जो छन् यहाँ सबै यो करप्सनमा इन्भल्भ भएका मान्छेहरू हुन्। ए हुन्छ, म केही हेरिदिन्छु यो, अनि हामी सँगै मिलेर त्यसलाई निकालौँ यो। नमस्कार। भक्तपुरको कारखानाको हजुरले यसो मिलाइदिनु पर्यो। मैले सब कागजहरू लिएर आएको छु, मिलाइदिनु पर्यो। मिलाइदिनु पर्यो। प्लिज यो अरू काम भन्नु, म अरू सक्छु, यो काम चाहिँ सक्दिनँ। नेताजी मिलाइ यस्तो नभन्नु न नेताजी। हजुरलाई मैले हातले जोडेँ। हामी सधैँ चिनिरहेको मान्छे हो, यस्तो कुरो नगर्नु न मलाई। मेरो यो जसरी नि गर्नुपर्ने काम हो त्यस्तो नभन्नु न तपाईँ, मिलाइदिनु न। तपाईँको काम मिल्दैन क्या हजुर, सरकारको खिलाफ काम हो। होइन नेताजी मिलाइदिनु न, मिलाइदिनु न नेताजी, यस्तो नभन्नु न। नेताजी लिनु न, लिनुलाई यसो खाजा पानी खर्च लिनु न, यो यस्तो नभन्नु न। लिनु न नेताजी, यो हजुरलाई यसो। तपाईँको यतिखेर त कहाँ पुग्छ, तपाईँको काम त्यस्तो ठुलो छ, बाँकीको पैसा पनि चाँडै हालिदिनु पऱ्यो। खै हजुरको डकुमेन्ट नमस्कार, म चाहिँ यहाँको पत्रकार हो, अनि मैले चाहिँ हाम्रो सहरको नेताले चाहिँ घुस लिएको भिडियो खिचेको छु, एकचोटि हेरिदिनु न है। मसँग धेरै टाइम छैन, छिटो हेरिदिनु है। हुन्छ हेरिदिनु। अनि केस लेख्न थियो, केस हाल्न थियो मलाई, त्यही नेतामा घुसको केस छ। तपाईँ काम देखेको छ। एउटा सानो अफर थियो। ठिक छ। नमस्कार, के छ? यो हेर्नुहोस् न, तपाईँ र म भनेको दाजुभाइ हो, यो कुरा चाहिँ बाहिर निस्किनु भन्दै यो अहिले यति रकमले त पुग्दैन नि हजुर। बाँकी कुरामा हालिदिन्छु कि, म चिन्ता नगर्नुहोस् न। के भइरहेको कहाँ आउनु अर्को? तर त्यो भिडियो खिच्ने मान्छेले चाहिँ कार्य गर्नु ठिक छ, ल यसो हेर्छु त्यता पनि ल। हुन्छ ल, हेरेर राम्रै जान्छ। मलाई चाहिँ कसरी समाज मिल्छ? मलाई के लाग्यो, तपाईँ एआईको भिडियो लगाएर नेपाल पुलिसले उयो गर्न सक्छस्? कुन भिडियो लौ, देश बिग्रियो हाम्रो। यसको भिडियो जब देखाउँछु मैले ठोक चुप माथि भन्नु। के हो यो? के हो यो? थापा कान्छीको नाम कसरी आयो यहाँ? नेताले फोन गर। चल फोन। हेलो, कसरी आयो नाम? भनिदिनु सर, यो सिक्रेटमा अब त्यो सिधा उनीहरूले होला जस्तो छ। उनीहरूले टेढो पार्ने समय आयो केटा हो। नै सर, म भन्छु यो रामनाथ डक्टरले दिया हो मलाई। रामनाथ यो सबै सामान मिलेर गर्नुपर्छ। के मिलेर गर्नुपर्ने? के यसरी जनताको पैसा खाने हो? सर मलाई छोडिदिनु सर, म अब कहिले यस्तो काम गरिदिनु सर, प्लिज सर प्लिज। मलाई 5-15 मिनट भयो, पेटमा भारी छ सर। म कहाँबाट अहिलेको लागि केटा हो यसको साथी लिएर आइछ। हेलो मन्त्रीज्यू, के छ हाम्रो यहाँ त? अनि के भन्छ, डाक्टर रामनाथ पत्रकारलाई त यहाँ ठुलो षड्यन्त्रका साथ पुलिसले कुनै गरेछ मन्त्रीजी, अनि यता एकचोटि यसको जानकारी पाऊँ है। यहाँ छ आइडी। यिनीहरूको विरुद्ध प्रमाण पनि छ मसँग, यिनीहरूलाई छोड, यिनीहरूलाई सेक्सन 309 क्राइम लाग्छ। अब सीमाको खर्च तिमीहरूले नै खानुपर्छ हो।
भविष्यको नेपाल हजुरहरू कस्तो देख्न चाहनुहुन्छ? हेर्नुहोस्, भविष्यको नेपाल राम्रो जनता भयो भने राम्रो मान्छेले भोट दिन्छ, त्यसै म राम्रो जनता चाहन्छु। हजुरको यसमा केही धारणा छ? हो हजुर, यो भोट चाहिँ हाम्रो एकदमै महत्त्वपूर्ण हुन्छ। हामीले नै सही नेतालाई चुनेर उसले हाम्रो देश बनाउने हो। हजुर अरू केही बात? हाम्रो भोटको हाम्रो अधिकार एकदम सही सदुपयोग गर्नुपर्छ र सही उम्मेदवारलाई जिताउनुपर्छ, त्यही नै भन्न चाहन्छु।